हेलो गाइज एन्ड वेलकम टु माई न्यू ब्लग। तपाईँहरूलाई चाहिँ स्वागत छ है सरोज दाहाल ब्लग युट्युब च्यानलमा। होइन, आज चाहिँ म टक्क लगाएर गाउँघरमा घाँस काटेको, दाउरा काटेको भिडियो लिएर उपस्थित भएको छु। भिडियोलाई फुल वाच गर्ने प्रयास गरिदिनु होला। टक्क अब म चाहिँ जङ्गलतिर गइरहेको छु घाँस काट्नको लागि। यो बारी चाहिँ टक्क अब हाम्रो चाहिँ अम्लिसो काट्ने ठाउँ, यहाँनिर चाहिँ घाँस काट्ने ठाउँ यहाँ रहेको छ। अनि यो बारी चाहिँ गाउँ देखिरहेको छ। साथीहरू भिडियोलाई लाइक कमेन्ट अनि मन पऱ्यो भने सेयर गरिदिनु होला। अहिले चाहिँ घाँस काटेर ठिक पारिसकेको छु। अब भने म लिएर जानेछु तल गाई भएको ठाउँमा, र म गाई भएको ठाउँमा पनि घाँस लिएर पुगिसकेको छु। भिडियो वाच गर्दै गर्नु होला। अब चाहिँ छ्यास्स लगाएर मैले बिहानको खोले पनि पकाइसकेको छु। यो चाहिँ अर्को दिनको ब्लग हो साथीहरू। मैले जोडेर एउटै बनाएको। यस पछाडि म गाईलाई खोले पकाएर दिनेछु। अनि बिहानको समय छ, घाम झुल्किन लागेको छ। सिटिङमापट्टिबाट घाम झुल्किन आँटिसकेको छ। अनि घाम पनि अब आइसकेको छ साथीहरू। क्लिप बाई क्लिप छ ब्लग। टक्क पहेँलो घाम बिहान उज्यालो उज्यालो भइरहेको छ। साथीहरू देख्न सक्नुहुन्छ तपाईँहरू। आजलाई भिडियो यति नै।